हेलो गाइस, नमस्ते। आज चाहिँ म यहाँ खातबारदेखि आएको। यहाँ जय गोर्खा कन्स्ट्रक्सनको ट्र्याक्टर चाहिँ फसिरहेको रहेछ। यहाँ एकदम बेलचा हान्यो। लगभग भाइ कति भयो फसेको? 1 घन्टा भयो नि? 1 घन्टा भयो। यहाँ यस्तो छ बिजोग यार बाटो। मेरो गाडी यहाँ छ। 1 घन्टा भयो बेलचा हानेको पनि। र पनि बडा भाइ एक्लै रहेछ। हेलो हेलो, गाडी फसेर बिजोग भयो नि त केटा? बिजोग भयो दाइ। हेत्तेरिका गाह्रो छ हौ। यहाँ यस्तो ढलाइ हुँदैछ कि त्यही भएर हो। बाटो त अब बन्दैछ भन्नु चाहिँ के गर्नु। यहाँ गिटी लिएर आएको रहेछ भाइ। सहयोग चाहिँ गरेको। मेरो सहयोगले खासै पार लाग्ला जस्तो छैन। अब के गर्ने होला, अरूको गाडी बोलाउनु पर्छ होला तान्नको लागि चाहिँ नि। अब एक झमट बल गर्नुपर्छ भाइ। अर्को गाडी कहाँ छ? रातो गाडी थियो कि थिएन? थियो त्यसलाई बोलाउनु पर्यो। त्यो नयाँ ड्राइभर रहेछ, अर्कोलाई फोन गर्नु पर्यो कि। लु त्यसलाई भए पनि तान्नु त लाउनुपर्छ। बिजोग भयो यो बाटोमा यार। यस्तो छ सानो चाहिँ यस्तो छ। माटो साटो त भरियो र पनि यस्तै छ। अब बर्खा लाग्यो हाम्रो चाहिँ बाटोतिर। यस्तो छ गाइस। यो भिडियो हेरेर हामीलाई सपोर्ट गर्नु होला है। च्यानललाई लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला। जय गोर्खा कन्स्ट्रक्सन।